के भएछ ट्राफिकले किन रोकेको पैसा लाग्यो अब जाउँ 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 तू इतना काला क्यों है रे भोसड़ी वाला तू लगा क्यों रोने जब तेरे में थोड़ा सो गुड इभिनिङ एन्ड वेलकम छ आजको नयाँ दिन नयाँ भ्लगमा है सो अहिले चाहिँ म बजार जान थालेको होइन अनि बजार गएर हेरौँ ल कहाँ जान्छु भने पहिला सुरुमा चाहिँ फ्युल बाल्नु पर्यो यो हाम्रो अगाडिको कोठामा पनि एउटा के अफिस खोल्ने भन्ने भइरहेको छ अनि त्यही काम चल्दैछ लगाइजहरू आज ट्रेनिङ पनि मेरो गइएन होइन खुट्टा दुखेर आम्मामा ला मङ्की क्याप लाउनु बिर्सेछु यार फटक्कै चटक्कै भनेको फटक्कै भएछ लास्ट जाडो हुन्छ है त्यो बिना त मङ्की बिना त सो गुड इभिनिङ अनि जाडो छ है सबैजना चाहिँ लुगा लाउनु होला न्यानो न्यानो यहाँदेखि तलतिर जानुपर्ने हुन्छ होइन म चाहिँ सोल्टी पोल्टी ड्याउ आइदिएछ करेन्ट जाउँदा खाएको त्यो दिदीहरूले बनाएको थियो र अनि अहिले चाहिँ 4:24 अहिले मन्डे है मिठो मौसम ल कलेज रोड आइसकेँ होइन म पहिला सुरुमा तेल हाल्नु जान्छु गाडीमा तेलै छैन अनि सामान किनौला होइन रुमको लागि सब्जीहरू किन्नु पर्ने छ आमामा के साह्रो आँखामा हानेको छ यार चिसोले छ्या टोपी लाउनै बिर्सेँ नि त हतार पठारमा निक्लेको कि सिधै तल्ल गएर अब तेल हाल्नु पर्यो आमामा भिडभाड फेरि यहाँ यस्तो हुन्छ कि छ्या वाक्कै लाग्छ यहाँ आउनु अर्कै बाटो जानुपर्छ तर केही छैन फसियो आमामा आँखामा तिम्रै मिसियो कि म दिनदिनै पेट्रोल हालिदिउँ सोल्टी पोल्टी आहा यस्तो जाम के देखाउनु ओ ट्राफिक देखाउनु पर्यो अब चाहिँ इट इज कन्टेन्ट कभी कभी लगता है कि पुनीत भगवान है के भएछ ट्राफिकले किन रोकेको के गरेछ यसले टोपी आम्मा धरानमा पनि एउटा ट्राफिक सिग्नल हुनुपर्ने क्या रातो बल्दा रोक्ने अनि ग्रिन बल्दा जाने होइन हरियो बल्दा पहेँलो बल्दा एकछिन के गर्ने बिस त्यस्तो हुनुपर्ने क्या हुइका अगाडितिर बाउ छ हजुर आइयो पेट्रोल पम्पमा ल भान्चोकमा चाहिँ यस्तो थियो अहिले भोटे पुल छेउमा बसहरूको लहर जाडोमा सबले न्यानो लुगा लगाइदिइरहेको छ हजुर जाडो भयो कति लिटर लाग्ने रहेछ 15 18 19 क्युआरमा क्युआरमा दिनु पर्यो लाइन बढो पेट्रोलको लाइन अनि खुसी लाग्छ यो लाइन बढेपछि चाहिँ जिन्दगीको लाइन बढे जस्तो लाग्छ क्युआरमा पैसा हाल्नु पर्ने हुन्छ
लाग्यो अब जाउँ 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 सो अहिले चाहिँ म यहाँ उमा आएको छु के भन्छ सब्जी मन्डीमा सब्जी मन्डीको कस्तो छ मजा आलु ल सर सब्जी किनियो गाई छैन टक्क पारामा के किनियो भन्दाखेरि चाहिँ लसुन अदुवा होइन अनि अर्को के भने चाहिँ ब्रोकाउली किनियो खोर्सानी किनियो काँक्रो किनियो होइन अचार खानुको लागि सो त्यही हो जाडो छ मौसम है तातो तातो खानुपर्छ अब घर गएर अब खाना पकाउनु पर्छ होइन दाल मिठो बसाउने हो अनि ल्याम्म खाने हो आम्मामा तेल चाहिँ हालियो फुलटुस आज राइट जाउँ कि नजाउँ मासतिर पुगेर आउँ जस्तो लाग्यो होइन मलाई टाइम छ मसँग कहाँ चाहिँ जानु ल जाडो छ फेरि खास जाने मन त छैन त्यही पनि अब खोइ हेरौँ घर जान्छु अनि प्लान बनाउँछु कहाँ जान्छु भनेर सो त्यही हो रुम यस्तो चाहिँ म बत्ती बाल्दिउँ जय विष्णु विष्णु सामान मेरो हेरौँ ल के किने ला 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 यो भयो अदुवा र लसुन ला मैले के टमाटर किनेको छु मैले यो भयो ब्रोकाउली अनि काँक्रो होइन अनि अर्को के छ अर्को सक्यो टमाटर प्लस खोर्सानी अनि के ल्याइनँ मैले के किन अझै मसँग पैसै पुगेन कि कति रुपियाँ रहेछ पैसा 500 रुपियाँ लगाएको थिएँ 40 50 60 65 रुपियाँ मात्रै छ लगाइसक्यो झोलामा एउटा डट मात्र छ भयो त काम अरू के सब्जी मसँग छ आलु छ 2टा स्याउ छ प्याज छ मसँग मेरो ड्राई फ्रुट छ अन्डा चिलिम फाँक अब अन्डा चाहिँ किन्नु पर्ने छ पेट्रोल हाल्ने मेरो त बाइकले सबै पैसा खाइसक्छ गाइजहरू होइन तेल छ नुन छ बेसार किन्नु पर्ने थियो बेसार किन्नु पैसा छैन अनि यस्तै हो गाइज हो क्युआरमा लियो ल अब सामान मिलाउँछु राइड जानु अहिले मौसम कति छ कति यतिकोमा हुन्छ जानु बाँदरहरू देखियो आम्मामा बबालहरू 1 2 3 4 5 6 7 आम्मामा पुरै बथान निक्ल्यो गनेको त सो त्यही हो राइड जान्छु नभए भोलि डाइरेक्ट भेटौँ ल मेरो सरसामान यहाँ मिलाइदिएको रहेछ उनीहरूले आजदेखि यहाँ भात पकाउने होइन आजदेखि होइन पहिला पनि भात पकाउँथेँ सो आज चाहिँ मैले कम्प्लिटली एक्लै पकाउने निर्णय गरेको छु है मेरो अनुहार चाहिँ यस्तो छ सो गाइस त्यही हो हेर्दै जाउँ बबाल सो नेक्स्ट डेमा तपाईँलाई स्वागत छ होइन अनि अहिले चाहिँ हाम्रो बाबाले चाहिँ के गर्नुभएको कान्छो बाबा उहाँको नाम चाहिँ प्रवेश हो होइन हामीसँगै सुतेको छ आज चाहिँ सो त्यही छ गाना सुन्दै अब अनि यहाँ चाहिँ दुध छोपेको छु मैले अहिले आएर खान्छु क्लास गएर क्लास जान आँटेको सो त्यही हो क्लासको भ्लग हेरौँ आज गोप्रो लगाउनु नलाउनु भइरहेको छ घाम तलक्क घाम लागेको चाहिँ past, present, future.